हेलो यो चाहिँ बोल्ने सुगा रहेछ है हेर्नु सबैले हेलो यस्तो खरायोहरू पनि रहेछ कति मजा खरायो हो यस्तो एक्टिभेसनमा राखेको छ है परेवा हो यस्तो हुन्छ परेवाको चाहिँ बोर्ड लगाउँदैछ बोर्ड लगाएर है कति मजाको बुझाएर जस्तो यति दामी कुखुरा सेतोमा मैले टाढोबाट देखेको छु बोर्ड लगाएर चाहिँ यस्तो कुखुरा छ बर्माको कुखुरा रहेछ है यो चाहिँ गाइस यो कुखुरा चाहिँ हाम्रोतिर हुन्छ भने देशी कुखुराहरू होला हाम्रोतिर ठुलो हुन्छ यो चाहिँ सानो यो चाहिँ के कुखुरा हो कालो न कालो फेददेखिको टुप्पासम्म यहाँ सानो पनि छ यस्तो छ कुखुराको बोर्ड चाहिँ यस्तो छ है चारो पानीहरू सबै हालिदिएको रहेछ यहाँनिर यस्तो कुखुराहरू छ जिङ्गर रहेछ है यहाँ बच्चामा सानो जिउ कति फुलिएर यसको कच्चा देख्दो रहेछ गाइस सबैले सब्सक्राइब गर्नुहोस् है सबैले मेरो च्यानललाई राम्रो तपाईँहरूले नेक्स्ट भिडियोमा पनि राम्रो देखाउँदैछु है यस्तो परेवाहरू छ यस्तो कलरमा परेवाहरू पाउँदैन मैले यहीँनिर देखेको रेली कति दामी है ल हेर्नुहोस् गाइस यति दामी छ फेरि अगाडि पनि देखाउँदैछु म ब्याग बोकिरहेको सामानहरू पनि छ यता परेवाले पखेटा भिजाएर सुतिरहेको छ दुईजना कुखुराको भेराइटिज चाहिँ हेभी रहेछ यहाँनिर है कुखुराको भेराइटिज सानो कुखुराहरू कस्तो छ खुट्टैसम्म च्याप्च्याप उत्ला छ ल हेर्नुहोस् यो कुखुरालाई हेर्नुहोस् यहाँनिर यस्तो कलर यति दामी कुसनहरू हुन्छ नि हाम्रोतिर त्यो कलरमा छ है कुखुराको नाम चाहिँ यहाँनिर चाहिँ यस्तो लेखेको छ कुखुराको बोर्डै लगाएको थिएछ यो कुखुरा त हाम्रोतिर पनि पाउँछ यस्तो कलरमा त यो सबै लेखाइदिएको छ यहाँनिर कुखुरा चाहिँ यति दामी छ यहाँनिर हाई हेलो हेलो यति दामी सुगा छ यहाँनिर हेर्नुहोस् चारोहरू पनि दिइरहेको रहेछ यहाँनिर है हेलो यो चाहिँ कति मजाको है क्युट रहेछ यहाँनिर क्यु यो कुखुरै त होला है यसको बोर्ड लगाएको छैन रहेछ यस्तो पनि कुखुराहरू हुँदो रहेछ हेर्नुहोस् न प्वाँख पनि कस्तो छ ल गाइस सबै हेर्नुहोस् है कुखुराको भेराइटिजहरू चाहिँ यति लामो लामो पखेटाहरू हुँदो रहेछ यसो बोर्ड पनि लगाइदिएछ है जापानिज कुखुराहरू रहेछ यो चाहिँ कालो कालो कुखुरा एकदम ल कुखुरा हो यो सबै कालो छ खुट्टामा पनि कालै छ ल हेर्नुहोस् परेवा यो परेवा होइन चाहिँ यो चरा रहेछ यो पिजन परेवै हो यस्तो छ यहाँ यो एक्लै बसिरहेको छ दुईवटा रहेछ लु हेर म्याडमहरू बसिरहेको दुईजना यस्तो छ यहाँ
हाँसहरू पनि रहेछ दुईवटा तिनवटा हाँस रहेछ यहाँनिर लजाएको त मलाई देखेर गाइस म चाहिँ एउटा कुरा गर्दैछु आज चाहिँ मैले पहिलोचोटि देखेको है यो सानो यहाँ हेर्नुहोस् मैले यो के देखाउँदैछु त यत्रोबाटै लु हेर्नुहोस् सबैले मुन्टो देखाउँदैछ म जत्रो हाइटको के होला यो लु यसलाई ठुङ्ग्यो भने त चोक्टा निकाल्छ यसको खुट्टा हेर्नुहोस् यहाँनिर यो रेलिङ रड लगाएको छ नि त्यत्रो जति मभन्दा हल्को तन्किँदा त मभन्दा हल्को रहेछ ल हेर्नुहोस् यसको नाम चाहिँ हो स्ट्रिच यहाँ देखाएर छ है स्ट्रिच है हेलो एभ्रिवान यो चाहिँ हो फिस टनलमा छु म टनल चाहिँ यस्तो छ है यस्तो छ यो चाहिँ माथि हेर्नुपर्छ है फिसको टनल कति दामी फिस छ पानी चाहिँ अलिक त्यति खासै छैन ल छेउमै गएर देखाइन्छ है फिसहरू वा ल हेर्नुहोस् गाइस यत्रो माछा छ अन्त कसरी राखेको होला है यहाँ चाहिँ अक्सिजन दिएर राखेको रहेछ यहाँ चाहिँ सानो सानो माछाहरू चाहिँ कति टल्किरहेको छ टिलिक टिलिक टल्केर सो गाइस भिडियोहरू लाइक सेयर कमेन्ट सब्सक्राइब म चाहिँ टनलभित्र छु है सो कस्तो लाग्यो सबैले कमेन्ट गर्नुहोस् यहाँ त झन् अझै ठुलो हो यहाँ कत्रो देख्छ यो माछाहरू वाउ कति किलो होला यो माछाहरू सो गाइस यस्तो भिडियोहरू हेर्नको लागि सबैले कमेन्ट गर्नुहोस् है फेरि पनि चप्पल स्लीपर सैंडल ऐसा खाली से दिखाओ सर हाफ शर्ट फुल शर्ट हाफ शर्ट कॉटन टॉप कॉटन पैंट ये 38 यति दामी एनिमेसनहरू छ यहाँनिर है ल हेर्नुहोस् कति मजा आउँछ क्राफ्टहरू गरेको है उहिलेको आर्ट्सहरू फिर कविता मेरे मैंने दिख पाई 300 रुपये की दवाई आई फिर मैंने कविता मेरे दिख पाई मैंने जनते घर छोड़ के इन्हें तो पहले भी छोड़ जा हमें कोई नहीं आई दवाई तब मैंने बेकार हम नहीं छोड़ के जाएंगे वो 3 दिन आते आते घर के रह गए छोड़ जा कति मजा चित्रकलाहरू गरेको रहेछ यहाँनिर तब फिर कुछ 1000 रुपये मैंने दबाई मैंने चल कोई बात नहीं छोड़ा मैंने 500 रुपये तुम दे दी तो इनमें कहा हुई मैंने तुम लोग कौन सी सुविधा दे रहे थे और तुम वैसा तुम लोग दिखाता हो कि जीजा जी घर न रहे जीजा जी घर न रहे जीजा जी मेरे को चाहे क्या लड़का तो 500 दे के आए तो कोई मदद तो वैसे ही करना पड़े फिर तुम दिखाए कहा तो मेरे को चाहे मैंने भी ऐसा है हमारे कहीं भी आएगा यो चाहिँ अचार रहेछ है यति दामी अचार है अमलाको अचार म्याङ्गो थुप्रै भेजिटेबलहरूको रहेछ यहाँनिर आइए मैडम जी आइए राजस्थान स्पेशल होममेड अचार और वैरायटीज टेस्ट करके जाओ सर आइए राजस्थान स्पेशल होममेड अचार ऑल वैरायटीज ये सर पिकल्स राजस्थान स्पेशल यति दामी अचारहरू
राजस्थानको स्पेसल अचारहरू है सबैले हेर्नुहोस् है। मलाई त करेलाको पनि रहेछ यहाँनिर है, करेलाको अचार, लसुनको सबै मन पर्यो मलाई। অল্প অল্প করে খান, এটা নাহলে যে পেট ভরে যাবে তো বাড়ি গিয়ে ভাত খেতে হবে। কোনটা? হ্যাঁ একই দাম। না না এইটাই তো নেই। কোনটা কোনটা যেটা নিয়েছেন এটা? না না এটা তো আলাদা জিনিস না, এটা অনেক ভালো। হ্যাঁ এটা ছিল না, এটা थुप्रै सामानहरू छ यहाँनिर है। सेरामिक बाउलहरू, घरमा सजाउने धेरैवटा आइटमहरू रहेछ है। दामी दामी नाइस, यो चाहिँ घरलाई चाहिने सबै सामानहरू रहेछ यहाँनिर है। हेर्नुहोस्, ओ सो नाइस।